नमस्ते साथीहरू, स्वागत छ मेरो च्यानल स्मार्ट टेक सोलुसन नेपालमा। आजको यस भिडियोमा हामी वाशिङ मेसिन भित्र र बाहिर रहेका लगभग सबै महत्त्वपूर्ण पाटपुर्जाहरू, तिनको स्थान, काम र महत्त्वका बारेमा सरल नेपाली भाषामा विस्तृत रूपमा जान्नेछौँ। यदि तपाईँ वाशिङ मेसिन प्रयोग गर्नुहुन्छ, मर्मत सिक्दै हुनुहुन्छ वा इलेक्ट्रिकल तथा होम एप्लायन्स सम्बन्धी ज्ञान लिन चाहनुहुन्छ भने यो भिडियो तपाईका लागि धेरै उपयोगी हुनेछ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस्। नम्बर 1, बाहिरी बडी, आउटर बडी बपन क्याबिनेट। यो मेसिनको सबैभन्दा बाहिरी भाग हो। यसले भित्र रहेका सबै पार्ट्सलाई धुलो, पानी र बाहिरी चोटबाट सुरक्षित राख्छ। साथै मेसिनलाई आकर्षक र मजबुत बनाउने काम पनि यही भागले गर्छ। नम्बर 2, कन्ट्रोल प्यानल र पीसीबी। कन्ट्रोल प्यानल अपम पीसीबी यो मेसिनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। यहाँ रहेका बटन, नब वा डिजिटल डिस्प्लेबाट धुने मोड, पानीको मात्रा, समय र स्पिनको गति चयन गरिन्छ। पीसीबीलाई मेसिनको दिमाग पनि भनिन्छ किनकि यसले सबै पार्ट्सलाई नियन्त्रण गरेर सही समयमा सही काम गराउँछ। नम्बर 3, इनलेट भल्भ। इनलेट भाल्भ यो भागमा बाहिरबाट आउने पानीको पाइप जोडिएको हुन्छ। मेसिनले आवश्यक परेको बेला मात्रै पानी भित्र पठाउँछ र आवश्यक मात्रा पुगेपछि आफै बन्द हुन्छ। नम्बर 4, डिटर्जेन्ट डिस्पेन्सर। डिटर्जेन्ट डिस्पेन्सर ड्रावर। यसमा सर्फ, लिक्विड डिटर्जेन्ट वा सफ्टनर राखिन्छ। मेसिन चल्दा पानीसँग मिसाएर यी पदार्थहरू ड्रमभित्र पुग्छन्, जसले कपडा राम्रोसँग सफा गर्न मद्दत गर्छ। नम्बर 5, ढोका र सुरक्षा लक। डोर अपन लिड एन्ड लक। फ्रन्ट लोड मेसिनमा ढोका र टप लोड मेसिनमा ढकनी हुन्छ। मेसिन सञ्चालन भइरहेका बेला सुरक्षा लक सक्रिय हुन्छ, जसले ढोका खुल्न दिँदैन। यसले दुर्घटना हुनबाट बचाउँछ। नम्बर 6, भित्री ड्रम, इनर ड्रम अपन ट्युब। यही भागमा कपडाहरू राखिन्छन्। धुने, कुल्ला गर्ने र स्पिन गर्ने सबै प्रक्रिया यही ड्रमभित्र हुन्छ। नम्बर 7, पल्सेटर वा एजिटेटर। पल्सेटर अपन एजिटेटर। विशेष गरी टप लोड मेसिनमा रहेको यो भाग घुमेर पानी र कपडालाई चलाउँछ। यसले कपडामा लागेको फोहोर हटाउन महत्त्वपूर्ण भूमिका खेल्छ। नम्बर 8, वाटर लेभल सेन्सर। वाटर लेभल सेन्सर अपन प्रेसर स्विच। यो सेन्सरले मेसिनभित्र कति पानी भरिएको छ भन्ने जानकारी पीसीबीलाई दिन्छ। त्यस अनुसार पानी थप्ने वा रोक्ने निर्णय हुन्छ। नम्बर 9, ड्रेन पम्प। ड्रेन पम्प धुने वा कुल्ला गर्ने प्रक्रिया सकिएपछि फोहोर पानीलाई बाहिर निकाल्ने काम ड्रेन पम्पले गर्छ। नम्बर 10, ड्रेन होज। ड्रेन होज। ड्रेन पम्पले निकालेको पानी यही पाइपबाट बाहिर जान्छ। यदि यो पाइप थुनियो भने पानी बाहिर निस्कँदैन। नम्बर 11, मुख्य मोटर, मेन ड्राइभ मोटर। यो मेसिनको सबैभन्दा शक्तिशाली भाग हो। यसले ड्रम वा पल्सेटरलाई घुमाएर सम्पूर्ण धुने र स्पिन गर्ने प्रक्रिया सञ्चालन गर्छ। नम्बर 12, ड्राइभ बेल्ट र पुली। ड्राइभ बेल्ट एन्ड पुली। सेमी अटोमेटिक तथा केही मोडलमा मोटरको शक्ति ड्रमसम्म पुर्याउन रबरको बेल्ट प्रयोग गरिन्छ। बेल्ट चिप्लिए वा चुडिएमा ड्रम घुम्न छोड्छ। नम्बर 13, क्यापासिटर। क्यापासिटर। क्यापासिटरले मोटर सुरु हुन आवश्यक अतिरिक्त शक्ति उपलब्ध गराउँछ। यो बिग्रिएमा मोटरले आवाज त निकाल्न सक्छ तर राम्रोसँग घुम्न सक्दैन। नम्बर 14, सस्पेन्सन रड वा स्प्रिङ। सस्पेन्सन रड्स बन स्प्रिङ्स। स्पिन गर्दा मेसिन धेरै हल्लिन नदिन र ड्रमलाई सन्तुलित राख्न यी स्प्रिङ वा रडहरूले सहयोग गर्छन्। नम्बर 15, लिन फिल्टर। लिन फिल्टर। कपडाबाट निस्कने धागो, रौँ तथा साना फोहोरहरू यही फिल्टरमा जम्मा हुन्छन्। यसलाई नियमित रूपमा सफा गर्दा मेसिनको कार्यक्षमता राम्रो रहन्छ। निष्कर्ष, यी सबै पार्ट्सले एकअर्कासँग मिलेर काम गरेपछि मात्र वाशिङ मेसिनले राम्रोसँग कपडा धुन सक्छ। कुनै एउटा पार्ट बिग्रिएमा सम्पूर्ण मेसिनको कार्यमा समस्या आउन सक्छ। त्यसैले समय समयमा सफाई र मर्मत गर्नु अत्यन्त आवश्यक हुन्छ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? कुन पार्टको बारेमा अझ विस्तृत जानकारी चाहनुहुन्छ भने कमेन्टमा अवश्य लेख्नुहोस्। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै प्राविधिक तथा शैक्षिक भिडियोहरूका लागि स्मार्ट टेक सोल्युसन नेपाल च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेटौँला। नमस्कार।